महानगर भड्काएकै छैन त नि महानगरपालिकाले भड्का भएदेखि त हामीसँग सल्लाह गर्नु पर्यो वडामा बस्नु पर्यो बोर्डमा बसेर म यो गर्दैछु महानगरपालिका यो गर्दैछु भन्ने कुरा अहिलेसम्म आएको छैन पडासेज्यू यो के भड्किँदैन सरकारी जग्गामा अनि भट्टी पसल सञ्चालन गर्ने अनि बाल तिर्नलाई प्रक्रिया हुन्छ एग्रिमेन्ट हुन्छ टेन्डर हुन्छ प्रक्रिया हुँदैन ट्राफिक बसिरहेको वडा भवन भएको त्यसोलाई नभड्काउनु भनेको ट्राफिक कार्यालय चाहिँ नभड्काउने भनेको के भनेपछि यो होटलहरू राखेको सटरहरू भड्काएर मलाई चुमट ल भने यो भड्काउन पनि तपाईसँग सम्बन्धित छैन पुलिस आएर बसेछ हाम्रो भत्काउला भनेर के भन्ने होइन यतातिर हाम्रो त कोही पनि छैन र अब हामी भत्किहाल्यो उतातिर हाम्रो नभत्काओस् भने हेर्नु ट्राफिक कार्यालय पनि भत्काउने अब पुरै पुलिस आएर अब हाम्रो नभत्काउने भनेर पुरै अब तम तयार छ यता महानगरले भत्काउने पुलिसले नभत्काउने अब के भन्नु अनि गोष्ठी संस्थानको अध्यक्षसँग डिल गरेको कागज पनि छ अरे उहाँहरूसँग पसल थापेकाहरूसँग तपाईँ एउटा साधारण कुरा भन्नुहोस् एउटा सानो कार्यालयमा एउटा क्यान्टिन चलाउनलाई टेन्डर गर्नुपर्छ कि पर्दैन होला सरकारी जग्गामा अनि टिको लाभरमा दिन पाउँछ कसैलाई अनि फेरि सम्पदा छेकियो भन्ने कुरो भइरहेको छ सम्पदा होइन र सम्पदा छ यहाँ तपाईले बुझ्नुहोस् सम्पदा होइन सम्पदामा छैन होइन यो राम मन्दिरहरू यहाँ भएको सम्पदा होइन त्यसो भए त्यसलाई सम्पदामा हामीले गनेको छैन हिजो फेरि डोजर चल्यो त तपाईँ कहाँ जानु भएको थियो त्यो त कहाँ चल्यो 22 लाखमा टेन्डर छ यसको टेन्डर गरेर चाहिँ मैले बनाएको छु तपाईँहरू ढुक्क हुनुहोस् अनि तपाईँहरू बस्दा हुन्छ केही फरक पर्दैन भनेर उहाँले भनिसकेपछि अब 2.5 महिना भयो मैले राखेको बाटोमा हिँड्ने बटुवाले आँखाले हेर्न पर्यो त्यो मन्दिर दर्शन गर्न पाउनु पर्यो यहीँ बसेर बाटोमा दर्शन गरेर जानु पर्यो भनेपछि यो भत्काएको यो टहरापछि यहाँ केही पनि बन्नेवाला छैन बन्दैन त्यो बन्दै हुँदैन त्यो ग्यारेन्टी मैले गर्ने होइन त्यो त नीतिगत रूपमा बस्ने उयोहरूले सरकारले गर्ने कुरा हुन् तर मैले चाहिँ के भन्छ मलाई जे आदेश हुन्छ त म त्यो गर्छु बालेन आइसकेपछि महानगरमा चाहिँ उहाँले भत्काउने काम अनाधिकृत यिनी जति पनि संरचना भत्काउने काम चाहिँ ठिक छ हामीले देखेका छौँ होइन मेरो खाजा पसल थियो यहाँ मतलब भट्टी पसल हजुर भट्टी पसल खोलिया थियो होइन भट्टी पसल कसको थियो त्यो थाहा भएन हाम्रो खाजा होइन अरूको पनि थिएन यहाँ भट्टी पसल थिएन खाजा बाहिर अन्त हामीलाई थाहा भएन उता थियो होला सल्लाह गर्छु भन्दा पनि जबरजस्ती गर्न आउने भने अब यो हामीले नयुने ठाउँमा गरेपछि यो 30 सालमा बनाएको अहिले के हामीलाई चाहिँ संरचनालाई सम्पदालाई के बिगारेछ भने सडकमा बनाएको सडकलाई चाहिँ नराम्रोसँग बनाएको भएदेखि हामीले पनि सहयोग गरिरहेको छ नि तर अहिलेसम्म हामीसँग सल्लाह नगरिकन यो 36 सालमा बनाएको मेरो वडा भवन हाम्रै वडा भवन ती छ गुठीमै बनाएको अहिले गर्दाखेरि हुँदैन क्या जानु तपाईँहरू फर्केर यो हुँदैन यो बनाउनको लागि पनि गुठीले बनाउन आयो गुठीले के गरी बस्यो हामीले थाहा नभएको र सार्वजनिक ठाउँमा कानुनको पालना गर्ने मानिसहरू हामी कानुनको पालना गर्ने मानिसहरू चाहिँ हामीले जे गरि हुन्छ अनि यतिका वर्ष के हेरेर बसेको होइन गर्दैछ त गरिरहेछ त जब प्रहरी कार्यालयमा आगो लागेर प्रहरीहरूको बिल्लीबाड भयो तब प्रहरी कार्यालय हाम्रै छ त के अर्थमा बुझ्ने यसलाई हाम्रो मान्छे उभिएर हाम्रो कार्यालय ती छ त टहरा भत्काएको यो ठाउँमा अब के हुन्छ खाली ठाउँ मात्रै हुन्छ कि अन्य संरचना पाइन्छ संरक्षण हुन्छ पार्क हुन्छ संरक्षण हुन्छ किनभने नि तपाईँले के बुझ्नु भने नि हामीले के भनेका छौँ भनेदेखि हाम्रै के अरे सम्पदाहरूलाई के अरे अशोभनीय तरिकाले बनाएको छ सडक छेउमा बनाएको छ अवरोध गरेछ भने त्यस्तोलाई हामीले हटाउने भट्काउने भन्ने कुरा गरेछ त्यो गर्दाखेरि पनि अझ पनि तपाईँले सबैले सुन्नुहोस् यो पनि हामी कार्यपालिकाबाट पास भएको छैन कार्यपालिकाबाट हामीले चाहिँ केही पनि गरेको छैन तर यो गर्नुपर्ने काम भएको भएर हामीले चाहिँ नि महानगरपालिकाले गरेको काममा हामीले सहयोग गरिरहेको सर यो के हुँदैछ अब यहाँनिर यो कस्तो जग्गा हो सर काम हुँदैछ अब यो सम्पदा क्षेत्र मिचेर बनाइएका संरचनाहरू हटाउने अभियानमा हामी अहिले यहाँ गरिरहेछौँ यो कस्तो खालको जग्गा हो सर यो बताइदिनु न अलिकति गुठीको जग्गा हो तर सम्पदा क्षेत्र हो नि त हजुर जहाँको भयो नि सम्पदालाई अतिक्रमण गर्न पाइएन यो हटाउनुको उद्देश्य जस्तै सम्पदा जस्तै तपाईँ यहाँबाट बाटो हिँड्दाखेरि खुल्ला आँखाले मेरो यो सम्पदा यहाँ यस्तो रहेछ भनेर देख्न सक्नु पर्यो अहिले देख्न सक्नुहुन्छ यो सम्पदा अहिले देख्नुहुन्छ हेर्नु त हामीले के देखेका छैनौँ नि मन्दिर छ कि अहिले बस त्यो देखाउन खोजेको अब यो के बाटोबाट सर यो डोजर लाग्छ कि क्या यो लाग्छ डोजर लाग्छ फेरि गुठीले त सबै भाडामा लगाएको रहेछ हाम्रै अफिस होइन त्यो हजुर यो पछाडि हाम्रो अफिस छ हजुर हाम्रै भत्काउँदैछौँ त बिल्डिङ ट्राफिकको हाम्रो छ भने यहाँ
महानगरको अफिस पनि छ महानगरको भत्किँदैछ अफिस छ, प्रहरी बलको भनेपछि अफिस छ। ट्राफिक कार्यालय पनि छ त्यो पनि भत्किन्छ सर अनि हामी समय दिन्छौँ हट्नुपर्छ सम्पदा क्षेत्र लिएर बस्न पाइएन अब समय दिन्छौँ अरूको अलिकति गाह्रो छ अहिले तत्काल व्यवस्थित गरेर हट्नु पर्यो तपाईँले वार्निङ दिनुभएको थियो थिएन के थियो भइसकेको छ होइन सबैतिर सूचना भइसकेको छ तर उहाँहरूलाई समय हामी केही समयहरू गुठीसँग कस्तो सम्बन्ध छ सर भत्काउन दिने सबै सहमति भइसकेको छ अवरोध त गर्नै पाइएन सम्पदा क्षेत्र मिचेर इलिगल ट्रहराहरू निर्माण गरेर दुनियाँ भाडा लाएर बस्न पाइन्छ अब अहिलेसम्म धेरै भाडाहरू पनि उठिएको थियो होला सर अब यो अनि त्यो विषयलाई भएन हाम्रो अभियान के हो भने सम्पदा क्षेत्रलाई अतिक्रमण गर्न पाइएन सम्पदा क्षेत्र छेक्न पाइएन र सम्पदालाई जगेर्ना गर्न पर्यो यति हो छ्याङ्ग देखिनु पर्यो बस। अवरोध हुनु भएन यति बाटो हिँड्ने बटुवा भनौँ न माटो हिँड्यो भने तपाईँले बुझ्नुहोस् मुसाफिर यो भनेको के- मुसाफिर भनेको त्यसो होइन बुझ्नु मुसाफिर भनेको हाम्रो चैतमा चाहिँ त्यो के हुन्छ अरे यहाँ पशुपतिमा शिवरात्रि शिवरात्रिको बेलामा हजुर। आउनका लागि भारतबाट पनि आउने कुनै अरू थपाट हिन्दू बलाम्बरी आउनका लागि यहाँ आउन्जेलसम्म बसुन्जेलसम्म भनेर बसाएको तहरा हो के हजुर त्यो सबै यहाँ हाम्रो वडामा थुप्रो छ हाम्रो तहरामा सबै बनाएको त्यहाँ उता हाम्रो चाहिँ उता पनि छ यो सबै मुसाफिर अखडा भने किनभने मुसाफिर नामै मुसाफिर के फेरि हामी अस्ति यहाँ डोजर चलेको थियो आएको थियौँ होटल भट्टीहरू सबै थिए त्यस्तोलाई चाहिँ भड्काउने हो भने हजुर